हेलो वेलकम टु द माई जिएससी ब्लगमा। आज पनि हामी पुणे क्षेत्र गएका थियौँ र आज हामी पुणे क्षेत्र गयो। म फिस्टे भाइ, लड्डु भाइ, त्यसपछि आज हाम्रो रज दाजु पनि हुनुहुन्छ, गकुल बिडारी, अध्यक्षज्यू र अनि राजकुमार भाइ पनि छ, पछाडि हुनुहुन्छ। हामी बिस्तारै गयो अनि आज बिस्तारै गफ गर्दै जाँदा फिस्टे भाइले लास्टै हँसाउँछ क्या, हँसाउँदै गफ गर्दै गएँ माथि। खासै दौडिएन माथि फिस्टे भाइलाई यो गुराउनी हान्न लगाएको है, गुराउनी हाने फिस्टे भाइ अन्त पक्लाकै ढली गयो। यत्रो दिन यो गुरान त लड्डु भाइ पक्कै ढले। यो पनि 5-6 दिन भइसक्यो, अहिलेसम्म यसले पनि एकचोटि गर्न सक्दैन। कति अनि मेरो पालो मैले त गरेँ लगभग। त्यसपछि अनि हाम्रो लड्डु भाइलाई सेटअप लगाएको, लड्डु भाइले सेटअप हाने बोक्सो पिक्लाउनुपर्छ है केटा भने। दाइ बोक्सो पिक्लिन्छ मेरो, अब म घटाउँछु, मेरो यो तिखा, मेरो यो पेट भुँडी त्यही भएर यता फेरि फिस्टे पुरा ड्याङमा बसिरहेको छ क्या लड्डु भाइले चाहिँ। लड्डु भाइको हेर पुरा ठुलो भएर केटाले है ओ दिइरहेको क्या। अनि फेरि यता राजकुमार पुरा हाँसेर मस्त गरेर बसिरहेको छ। अनि फिस्टेले हान्छ फेरि। अनि पुरा सेटा आजकल त पहिलाभन्दा त अलि हान्नु सकेछ दाइ है भनेर भन्छ। गर्नुपर्छ नि त केटा, आजकल त यो 4-5 दिन भयो अलि राम्रोसँग हानेछ। लड्डु है हाम्रो टोलको अध्यक्षज्यू फेरि पुरा ध्यानमा बसेर क्या आज है, यस्तो राम्रोसित ध्यानमा बसिरहेको छ कि पुरै। अनि हाम्रो लड्डु भाइको पालो फेरि सेटअप हानेको, के अरे पुसअप हानेको र भ्याइ भयो, एकचोटि नै हाल्नु सकेन छ। अब 27 वर्षदेखिको फुले भाइ फुल्यो दाइ दादी र यो हेर यहाँ कसरत गरेर देखेन के छ फुले भाइ र फुले दाइको केटाकेटीहरू जेसँग छन् नै। अनि यता लड्डु भाइ फर्केर पानी पियो है। अनि पानी पिइसकेपछि अनि हाम्रो यता पुरा ग्याङहरू चाहिँ पुरै बेल झोराएछ कि भनेर है, भुइँमा भेट्छ कि भनेर पुरा खोतलासमा हेरेर बाँदर ल्याएर हलाएर झर्छ कि भने बाँदर यत्रो बेलमा चढ्नु, बेलको रुखमा बाँदरै चढ्दैन, कहाँबाट भेटाउनु, हात आकाशपाल हातरी बर भने जस्तै भयो। अनि हामी बिस्तारै गफ गर्दै यता स्मारापट्टि फर्केर आयो, घर फर्किने क्रममा। अनि पुरा फिस्टे भाइले गफ दिएर यस्तो हँसाउँछ कि है, पुरा गफ दिँदै दाजु यस्तो त्यस्तो भन्छ, गफ दिन्छ। हाम्रो लड्डु भाइको पुरा मस्त तरिकाले आनन्द गरिरहेछ। फिस्टेले फेरि खुस गरेर मलाई फेरि है गफ दिन्छ, हँसाउने कुरा मात्रै गर्छ। अनि यता राजकुमार मस्तले हाँसेर फिस्टेको गफ सुनेर पुरै। अनि फिस्टे यता आइसकेपछि फिस्टेले आज त 5 जान्छु भनेको छ है, 5 चिटीमा